अब हामीले हिजो पढेका थियौँ यहाँनिर फ्राङ्कुरु त्यसपछि रिचिमोन्डो मेयारुफु भनेर चाहिँ यी कुराहरू पढेका थियौँ। यसलाई म अहिले एकछिनमा पिडिएफमै गएर हेरौँला। यसलाई फेरि पनि एकचोटि हामीले रिभिजन गर्नेछौँ है। त्यसपछि यहाँनिर कित्तोवादो भनेर चाहिँ भनिएको छ। कित्तोवादो भनिरहँदाखेरि चाहिँ यो चाहिँ कित्तोवादो चाहिँ इग्रिसुमा भएर चाहिँ पासोन सेन्टादो किया भन्नेले चाहिँ स्थापना गरिएको भनेर चाहिँ भनिएको छ। निन्चिस्यो भए पनि एउटा सामान्य व्यक्ति जस्तै चाहिँ जीवन बिताउनु पाउनुपर्छ भनेर चाहिँ भनिएको कुरा है। अनि त्यो कुरा भनिरहँदाखेरि चाहिँ हामीले अब यहाँनिर अब अर्को आउँछ यहाँनिर जुन हामीले वाइमारुको बारेमा जस्तो दोइचुनो वाइमारु केन दोइचुमा स्थापना भएर 1919मा वाइमारु केन्पो जुन वाइमारु चाहिँ संविधान चाहिँ हौ चाहिँ के भएको थियो त ब्योदो भनेर चाहिँ भनेको छ। त्यहाँनिर वर्णन गरिएको छ है त। बराबरी कुनै पनि चिजलाई चाहिँ नगरिकन यसको सिद्धान्त हामीले चुकिनो पेजमा पनि छ, त्यहाँ पनि हेरौँला थोरै। त्यसपछि सेइजोन केन र स्याखाई केन भनेर चाहिँ भनेको। सेइजोन केन र स्याखाई केनलाई चाहिँ अलिकति सम्झिनु होला। अरू मिनिङ त अब मा देखितेमो देखिनाकुतेमो दाइजोको देश काने। अब सेइजोन केन भनेको चाहिँ जस्तो मानिसले सम्मानजनक चाहिँ सम्मानजनक एउटा सम्मानिक रूपले चाहिँ सबैजनाले चाहिँ बाँच्न पाउने एउटा अधिकार रहेको छ। जस्तो गरिबलाई सहायता, स्वास्थ्य सेवा, सामाजिक सुरक्षा, इर्यो सम्पूर्ण कुराहरू चाहिँ पाउने सेइजोन केन भनेर चाहिँ भनिन्छ। यो एकदमै सिकेनमा आउने गर्दछ। त्यसलाई हामीले भोलिको दिनमा सेइजोन केन्टोवा भनेर चाहिँ छुट्टै शाखाइको रिखाइको मैले छुट्टै पिडिएफ चाहिँ बनाउने कोसिस गर्नेछु। त्यहाँनिर के इम्पोर्टेन्ट छ है, कुन कुन सिकेनमा आउन सक्ने सम्भावना, यो चाहिँ हजुरहरूले गर्नुभयो भने चाहिँ मा दाइ ताइ दाइ जोबुदेश काने होइन, त्यस्तो खालको चाहिँ हामीले गराउने कोसिस गर्नेछौँ है। अब त्यो यो हामीले हेरिसकेपछि यहाँनिर हेर्नुभयो भने वाइमारु केन पाउनु सेइजोन केन भनेर चाहिँ यहाँनिर उसको चाहिँ भनाइहरू चाहिँ वर्णन गरिएको थियो है। अब यो यहाँनिर वर्णन गरिरहँदाखेरि चाहिँ वाइमारुको बारेमा हामीले हिजो हेरिसकेका छौँ। कोन इन भन्ना बित्तिकै कानुनी रूपमा चाहिँ विवाहको कुरा भयो होइन। आमाको जस्तै माया दायाँ हुने एउटा कुनीलाई चाहिँ एउटा सुरक्षित गर्ने कुरा भयो। अब यसलाई हजुरहरूले यो पुरै पढ्नै पर्छ। यसको इमी वा दो यु इमी देशका तोखा सो युको तोका देखिन कुत्ते मो मा देशका ने हितोचु न इमिगा मा देखिरेमा दाइजो त्यसका ने सबै यसको मिनिङै जान्नुपर्छ भन्ने कुरा चाहिँ होइन। तपाईँहरूले मिनिङ चाहिँ बुझ्नु होला। वाइफहरू केन दोइचुमा भएको हो, तर यो आउन सक्ने सम्भावना एकदमै कम हो है। तपाईँले मोक त्यसमा चाहिँ पाउनुहुन्छ भने अरूमा चाहिँ पाउनु हुँदैन है त। ओके, अब म तल गएँ। हामी आज यहाँबाट जान्छौँ। त्यसपछि नर्मलाइजेसन अघि न एकजनाले हाम्रो सिस्टरले भन्दै हुनुहुन्थ्यो छैन भनेर, यहाँनिर छ, त्यसलाई फेरि पढौँला है। यो त छ चाहिँ युनिभर्सल डिजाइन भन्ने हो। ए युनिभर्सल डिजाइन सो त्यसका नि त्यो चाहिँ मैले त सही त्यो भन्नु नाभिमा मात्र छ, यो बुकमा छैन। नाभिमा छ, यसमा पनि छ, तर अलि पछाडि छ है। त्यो चाहिँ पछि पढ्ने हो, तर नाभिमा चाहिँ सबै पोइन्ट अफ भ्यू राखेको कारणले गर्दाखेरि हो है त। एकैछिन रोक्नु होला है, पानी पिउनु पर्यो। ओके, अब यहाँनिर जाऊँ। यहाँनिर 13मा लेखिएको छ। तपाईँहरूलाई यतिकोमा देखिन्छ देखिँदैन? मेरो त आँखा झिलमिल पर्छ त। हजुरहरूलाई देखिन्छ कि छैन? यहाँनिर लेखिएको छ स्याखाइजिन सोरेकारा स्याखाइजिन ने केन स्याखाइजिन केन सेनगेन भनेर चाहिँ भनेको। स्याखाइ भनेको ऊ भयो, संसार भयो, जस्तो कि अन्तर्राष्ट्रिय भनिन्छ नि। जिनकेन भने मानव अधिकार, सेनगेन भनेको घोषणा। यसलाई समग्रमा हेर्ने हो भने सबै मानिसहरूका लागि चाहिँ आधारभूत एउटा भनौँ न एउटा मानव अधिकार चाहिँ सुनिश्चित गर्ने बनाइएको अन्तर्राष्ट्रिय घोषणा भनेर चाहिँ भनिन्छ। अलिकति सम्झिनु होला, यसलाई सबै सम्झिनुपर्छ भन्ने कुरा चाहिँ होइन है। जस्तो सेन क्यु ह्याकु योन्जु हाचिने नि दाइ नि ज्यू नि नो ज्यो नि सुबे तेनो हितोवा स्याखाइ नो इची इन तोस्तेवा तोस्ते स्याखाइ होस्यो ओ उकिरु केनरी युसी भनेर चाहिँ भनिएको छ। अब यहाँनिर भन्न खोजिएको चाहिँ जस्तो कि
सबै व्यक्तिहरूले चाहिँ एउटा स्याखाई समाजमा सदस्य भएर चाहिँ स्याखाई होस्यो भनेर चाहिँ भनेको स्याखाई होस्यो सामाजिक सुरक्षाहरूको चाहिँ अधिकार चाहिँ हुने भनेर चाहिँ पाउनुपर्छ गर्न पाउनुपर्छ भनेर चाहिँ भनेको सम्पूर्ण व्यक्तिले भनेर चाहिँ भनिएको छ। अब जस्तो यहाँनिर खाछु भनेर चाहिँ भनेको छ, खाछु भनेको साथै र अथवा साथैलाई पनि जनाउँछ। अब कोखातेकी दोर्योको ओयोबी भनेर चाहिँ भनेको छ। अब कोखातेकी भनेको चाहिँ राष्ट्रिय भयो भने कोकुसाइतेकी क्योर्योकु भनेको चाहिँ अन्तर्राष्ट्रिय एउटा सबै मिलेर चाहिँ जाने कुरा नि योरिवा माता खाक्को कुनो सोसेकी सोसेकी ओयोबी सिगेन नि औजिते भनेर चाहिँ भनेको छ। अलिकति ढिला भयो अलिकति छिटो भयो भने चाहिँ भन्नु होला है, मैले भन्न त एकदमै ढिला नै भनेको छु है। अब खाक्कोकु भनेको चाहिँ हरेक देश है, सोसिकी भनेको चाहिँ सङ्गठन अथवा संस्था, ओयोबीसँग सम्बन्धित र सिगेन भनेको स्रोत औजित्य अनुसार है, औजिरु भनेको अनुसार एकदमै इम्पोर्टेन्ट यो चाहिँ मिनिङ रहेको छ। जान्नु भएको छैन भने चाहिँ यसलाई टिपिहाल्नु होला है। अब जस्तो यहाँनिर जी कोनो सोनगेन तो जी कोनो जिन्खाकु नो जिउ नो हातेन तो खाकु कोतो नो देखिनाइ भनेर चाहिँ भनेको छ। अब यहाँनिर जीको आफ्नो एउटा आफूले चाहिँ एउटा सोनगेन मानवको सम्मान आफैले आफ्नो रोजाइ व्यक्तित्व जिन्खाको भनेको एउटा व्यक्तित्व होइन, व्यक्तित्व अनुसारले चाहिँ स्वतन्त्र रूपमा हातेन भनेको विकसित गराउन चाहिँ आवश्यक छ। खाकु कोतोगा देखिनाइ भनेर चाहिँ भनेको चाहिँ गराउन चाहिँ आवश्यक छ भनेर चाहिँ भनेको। अब खाकु भनेको चाहिँ अब कमी अभाव पनि हुन्छ, तर यहाँनिर चाहिँ खाकु कोतो देखिनाइ भन्ने अवस्था आएको खण्डमा आवश्यक छ भनेर चाहिँ भने। अब केही जाइ टेकी भनेर चाहिँ भनेको छ। केही जाइ भनेको पैसासँगको एउटा टेकी भन्ने यो खान्जी आएको खण्डमा सम्बन्धितको कुरालाई चाहिँ जनाउँछ है। केही जाइ टेकी इरोन्नाको तमा धेरै धेरै ठाउँमा लागेको हुन्छ नि है यो टेकी। टेकी चाहिँ किन लागेको हो त भन्दा त्योसँग सम्बन्धित केही चाहिँ टेकी र त्यो स्याखाई टेकिनो ओयोबिनो बुन्खा कल्चर, त्यसपछि रहेको छ टेकिनो केन्द्रीय है, एउटा सामाजिकसँग सम्बन्धित र त्यहाँनिरको कल्चर त्यहाँको अधिकार र त्यो जिचुगेन्सुहरू प्राप्त गर्ने केन्द्रीय सुरु भनेको चाहिँ अधिकार चाहिँ हुन्छ भनेर चाहिँ भनेको छ। केन्द्रीय सुरु त कितेसी तोकिएर है, सबैले अधिकार पाउने भनेर चाहिँ तोकिएर निन्गेन मानव सोनगेन मानवको सम्मान जिरिचु आत्मनिर्भर र सिसौ विचारहरू चाहिँ खाखागेतेहरू घोषणा गरिएको छ, उल्लेख गरिएको छ भनेर चाहिँ यहाँनिर वर्णन गरिएको छ। अब यी कुराहरू हामीले पढ्न किन जरुरी छ त भन्दाखेरि सिकेनमा यो कुरा त आउने कुरा होइन नि, तर हामीले खाइगो नो खाइगो फुकुसिसिनो कोखा सिकेन्गा उकेरो तो केवा कुन्ना किहोन्नो बेङ्क्यो गा सिनाकातारा बेङ्क्यो वा दोन्ना बेङ्क्यो दात्तान देश का तो खाने सोयो को तगा वाखारा नाइन देश खाने दाकारा कोरेवा सुकोसी मिनासान मो जीवन देमो मितेति कुदासाई। आफैले पनि हेर्ने कोसिस गर्नु होला है त। अब यहाँनिर कौरैस्यानी ताइसुरु ग्याकुताइगा भनेर चाहिँ भनेको छ। अब कौरैस्यासँग सम्बन्धितको ग्याकुताइको वंशीहरूको जुन केनहरू पनि आयो ए कसको यो चाहिँ हजुरको म्युट गर्नुहोस् त, कुन चाहिँ को हुनुहुन्छ म्युट गर्नुभयो हो, नत्र म गरिदिन्छु है, अरू धेरैजनालाई डिस्टर्ब हुनसक्छ। यहाँनिरको योभन्दा माथिको कुरा केही बुझ्नु भएको छ कि छैन भन्नुहोस् त। मिनासा यी देशका सबैले सुन्नुभएको छ? ओके 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 भन्नु होला है। ओके अब यहाँनिर कौरैस्यानी ताइसुरु, अब ताइसुरु हेर्नुहोस् त टेकीमा यो लागेको छ कि छैन, ताइसुरु सम्बन्धितको कुरा हो नि त, हामीले यसलाई त उसमै बुम्बोमै पर्छौँ यान्त्रीमै। अब कौरैस्यानी ताइसुरु ग्याकुताइका सिन्कोकु जोको नियारी भनेर चाहिँ भन्छ कौरैस्या वृद्ध अवस्थासँग सम्बन्धित ग्याकुताई भनेको दुर्व्यवहारसँग चाहिँ सिन्कोकु भनेको गम्भीर अवस्था जियोक्यो भनेको अवस्था आरी ने कौरैस्यानो सन्गेनो होजी नि तोत्ते ग्याकुताई बौसी सुरुको तोगा सरेकरा किवामेत्ते जियो बे आरुको तोकारा भनेर चाहिँ यहाँनिर वर्णन गरिएको छ। अब यहाँनिर सोनगेन यो त मिनिङ बुझ्नुभयो सबैजनाले। अब त्योसँग सम्बन्धित भएर चाहिँ कौरैस्याको एउटा सम्मान, एउटा मानव सम्मान भएर चाहिँ मानव सम्मान चाहिँ गर्नुपर्छ भनेर चाहिँ ग्याकुताईको एउटा दुर्व्यवहार रोकथाम गर्ने कुरा चाहिँ किवामेत्ते भनेर चाहिँ यहाँनिर वर्णन गरिएको छ। अब त्यो कुरालाई हेरिरहने हो भने हामीले
भनेर चाहिँ गरेर भएर चाहिँ हुने चाहिँ एकदमै आवश्यक छ भनेर चाहिँ भएको कारणले एकदमै आवश्यक इम्पोर्टेन्ट भएको कारणले गर्दाखेरि 2005 नि सेन गोन्यनि हेइसेनि वा कौरेस्या ग्याकुताइ बौसी नो कौरेस्या न यो गोस्यानि ताइसरु सिएन तौनि खान्सुरु वा हौरेचु कौरेस्या ग्याकुताइ बौसीका सेइटै सारेमास्ता भनेर चाहिँ भने सेइटै स्थापना भएको थियो। अब यो एकदमै इम्पोर्टेन्ट कुरा छ। यो कुरा चाहिँ हामीले जुन स्याखाइको रिखाइमा हेर्न पाउँछौँ, तर कति आनन्दले सुरुमै लेखेको छ कि निन्गेन र सुनगेनमा चाहिँ कौरेस्या ग्याकुताइ बौसी इचुदेखि मासिताका, अब जस्तो कि माथि जिनबुचु कौरेस्या यो चाहिँ सिकेनमा पनि आउन सक्ने सम्भावना, यो पोइन्ट अफ भ्यूको कुरा हो। कौरेस्या ग्याकुताइ बौसी इचुदेखि मासिता ने चिके हौकाच सेन सेन्तातो आतो वा देस्ने निन्चिस्यो वा इचु रेनकेसी मासितातो खा सोन्नाकोतोका इचिबान दाइजी त्यसका ने जस्तो कि कुन बेला कहाँनिर कोसँग रेन्केही भयो, कौरेस्या ग्याकुताइ कहिले भयो, जस्तो स्योगाइस सौगो सिएन हौ इचुदेखि मास्ता कहिले भयो होइन, खाइगो इर्यो इन कहिले भयो, यी कुरा भएको डेटलाई पनि तपाईँहरूले हुन त हामीले भोलिको दिनमा तपाईँहरूले लेखेर त दिम्ला, तैपनि अहिले नै कौरेस्या ग्याकुताइ चाहिँ 2005मा स्थापना भएर 2006बाट चाहिँ लागू भएको भनेर चाहिँ लेख्नु होला है। होन्तौनी मिनासान खाइतेती कुदासा होइन योदान सेजुनी लापरवाही नगरिकन। अब यहाँनिर लेखिएको छ स्याखाइ फुकुसी हौ दाइ सान्ज्यो 3 धारामा चाहिँ 2000 हाइसेनी नेन्नो खाइसेनी, खाइसे भनेको संशोधन गर्नु, कुनै पनि कानुनहरू संशोधन गर्नु परिवर्तन गर्नु अनुसारले चाहिँ फुकुसी साबिसुनो किहोन तेकी रिनेन तोस्ते। अब फुकुसी साबिसु किहोन तेकी बेसिकली रिनेन भनेको योजनाभित्रको विचारहरूको कुरा है। अब यहाँनिर थोरै यसलाई भनौँ, स्याखाइ फुकुसी हौदाई सान्ज्यो तोवा नान्देस्काने सूर्य इचिबान दाइजिना पोइन्टको बारेमा यो भनेको चाहिँ स्याखाइ फुकुसीसँग सम्बन्धितको कुरा हो। जस्तो हामीले सर्भिसहरू दिइरहेका छौँ नि, तोकुबुची योगो रोजिन होमो त्यसपछि होकेन रोजिन होमो सम्पूर्ण कुराहरू, अब यसलाई त्यसलाई अहिले नै नभनौँ। जस्तो कि समाजमा सबै व्यक्तिको चाहिँ कल्याण सुनिश्चित, अब कल्याण भनेको सर्भिसहरू हुन्छ नि, कुन चाहिँ दे सर्भिस ती कुराहरू सुनिश्चित गर्न चाहिँ बनाइएको कानुन र नियमहरू हो भनेर चाहिँ भनिन्छ। जस्तो उद्देश्य मुख्य यसको मुकुति के हो नान्देशका भनिरहँदाखेरि चाहिँ अलिकति नसक्ने व्यक्ति यानि कि असक्षम वृद्ध बालिका गर्भवती महिला गरिब र समाज जस्तो चाहिँ जनक यसमा सम्पूर्ण कुराको सर्भिस पर्छन् क्या। त्यसका जोखिममा रहेका मानिसहरूको लागि जीवन स्तर सुधार गर्नको लागि चाहिँ गरिएको है। जस्तो कि कस्तो भन्दाखेरि फुकुसी सिसेचु होइन, सर्भिस लिने कुरा हुन्छ नि त, फुकुसी सिसेचुको कुरा भयो होइन, सोयुको त रोजिन होमु स्योगाई सिसेचु होइन, होयुकु सिएन के भन्छ नाम त धेरै छ, हामीले बुक पढ्दाखेरि जान्छौँ। त्यो त्यसको कुराहरूको चाहिँ यहाँनिर फुकुसी साबिसु भनेर चाहिँ यहाँनिर वर्णन गर्न खोजिएको छ। अब फुकुसी साबिसु भनेको चाहिँ जस्तो कि सर्भिसको कुरा भयो क्या, जस्तो कि बालबालिकाको हेरचाह अपाङ्ग सेवा वृद्ध आश्रम होइन, स्वास्थ्य सहयोग होइन, जस्तो होयुकु साबिसु होइन, त्यसपछि जिदो योगो साबिसु रौजिन फुकुसी भन्ने कुराहरू छन् नि, त्यो कुरालाई चाहिँ जनाइएको कुरा है त। अब हामी कहाँनिर थियौँ, म त बिर्सेँ, यहाँनिर थियौँ है त। ओके, अब तोस्टे फुकुसी साबिसु वा कोजिन सोन्गेन होजी हो मुने तोसी भनेर चाहिँ भनिएको छ। अब यहाँनिर यो भन्न खोजिएको कुरा चाहिँ के हो भन्दाखेरि जुन हामीले कोजिन जस्तो फुकुसी सर्भिस दिने बेलामा हामीले गर्ने बेलामा कोजिन न सोन्गेन न होजी व्यक्तिको चाहिँ एउटा मानव सम्मानलाई चाहिँ हामीले कायम गर्नुपर्छ भनेर चाहिँ भनेको छ। मुने तोसी भनेर चाहिँ यहाँनिर वर्णन गरेको छ। मुनि तोसी भनेको चाहिँ मुख्य कुरा, मुख्यसँग सम्बन्धितका र यहाँनिर नाइयो भनेको कारण फुकुसी साबिसुनो एरियो स्यागा सिन सिन तोमो भनेर चाहिँ भनेको छ। फुकुसी सर्भिस भनेको चाहिँ के रहेछ त, अहिले फेरि एकचोटि मैले सोध्छु है सबैजनालाई, अथवा भोलि सोध्छु है। अब ऱ्यो सानो फुकुसी सर्भिस भन्ने बित्तिकै सर्भिसको कुरा भयो, जस्तो कि होइकु साबिसु होइन, त्यसपछि जिदो साबिसु, त्यसपछि रोजिन फुकुसी साबिसुको कुरा भयो है। अब ती नाइयोको कारणले गर्दाखेरि ती कुराहरूको कारण फुकुसी सर्भिसको ऱ्यो सानो सिन 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 भनेको मन शरीर है, मन र शरीर त म नि सुको या खाना इकुसेई सारे भनेर चाहिँ भनेको छ। यहाँनिर वर्णन गरे सँगसँग चाहिँ अब सुकोया भनेको स्वास्थ्य सुखद, सुकोयाखा भनेको चाहिँ स्वास्थ्य सुखद है, जस्तो कि स्वास्थ्य सुख त्यसरी चाहिँ जनाइन्छ। इकुसेई इकुसेई सुरु भनेको चाहिँ विकास गराउनु कुनै पनि चिजहरू, शिक्षा क्षमताहरूलाई चाहिँ हामीले मन मस्तिष्कहरूलाई चाहिँ जुन रेउसा सामाहरूको चाहिँ शरीर मनहरूलाई चाहिँ के गर्नुपर्छ त विकसित गराउनु पर्छ भनेर चाहिँ भनेको छ। माता फेरि
सुनो यो सुरु नौर्योको नि औजी भनेर चाहिँ भनेको त्यहाँबाट हुने क्षमता अनुसारले चाहिँ है नौर्योको भनेको क्षमता औजी अनुसारले जिरिचु सिता निचिज्यो से खाचु ओ इतो नामो कोतोगा देखिरु योनि सिएन सुरु मोनोतोस्ते भनेर चाहिँ भनेको छ। अब हामीले जस्तो उसको क्षमता अनुसारले चाहिँ जस्तो जिरिचु भनेको आत्मनिर्भर मैले अब त धेरै मिनिङ पनि भन्दिनँ किन यो त धेरै नै युज भएको त्यो भएको कारणले दैनिकी जीवनको जीवनशैलीसँग चाहिँ इतो नामो संलग्न हुने कुरा गर्न सक्ने कुरा देखिरह्यो भने हामीले चाहिँ के गर्नुपर्छ त सिएन सुरु मोनोतोस्टे सिएन गर्ने कुराले चाहिँ र्यो सिचु खाचु तेकिसेस र्यो सेचु भनेको अझ राम्रो कुरा उच्च गुणस्तरको हामीले उपयुक्त राम्रो खालको चाहिँ नगरी चाहिँ हुँदैन तो कितै सारेतेहरू तोकिएको छ नगरी चाहिँ हुँदैन भनेर चाहिँ तोकिएको छ भनेर चाहिँ यहाँनिर वर्णन गरिएको छ है त। अब यहाँनिर अर्को रहेको छ सिएन सुरु तोस्टे र्योसिचो त्यसपछि सारे त अब कोरे भने सेन्क्यु ह्या क्युजी हाची नेन्ने वा स्याखाई फुकुसी किसोकु कि सो कौजौ खाइ खाकु नि चुइटे कोरे इचिबान दाइजिना पोइन्टोगा आरिमास कोरेवा जसने तर यसको बारेमा हामीले पछि शाखाएको रेखामा पढ्छौँ मैले अहिले नै यो भनेर कामै छैन तपाईहरुले सम्झिन पनि गाह्रो हुन्छ है त मिनासा इ देशका ओके त्यसको बारेमा चाहिँ जस्तो हान्दान नौर्योकुगा फुजिउबुनगा नाता हितो ताचिनो तामिनी वा सापोतो सुरुकोतोगा यारिमास्ने तर यसको बारेमा पछि हामीले डिटेलमा पढ्छौँ है को बारेमा चाहिँ चिउ खान मातोमे ओ मोतोजुकु मोनो दे आरु भनेर चाहिँ यहाँनिर भनिएको छ। अब चिउ खान भनेको चाहिँ बीचको के अधुरो बीचमा रहेको चिउ खान है गे खान त्यसपछि ती कुराहरू छन् ती कुराहरूको वर्णन गर्न खोजिएको कुरा ओके सोयो कोतोगा आरिमासिता मिनासा चोत्तो इ देशका अर्को रहेको छ खाइगो होकेन हो। अब खाइगो होकेन हो त हामीले जान्नै पर्ने कुराको कुरा हो है खाइगो होकेनसँग चाहिँ इचिटो निटोका इरो कोतोगा आरुन देशका त्यो पनि पछि छ तर यहाँनिर निन्गेन र सोन्गेनमा चाहिँ किन राखिदिएको हो त भन्दाखेरि चाहिँ हामीले पढिरहँदाखेरि यो चाहिँ निन्गेन सोन्गेन यी कुराहरू चाहिँ छन् है भनेर चाहिँ देखाइएको कुरा हो ओके। अब यहाँनिर खाइगो होकेन हौदाई भनेको चाहिँ के हो त भनिरहँदाखेरि वृद्ध मानिसहरूलाई चाहिँ समाजले मिलेर सहयोग गर्ने है सहयोग गरेर उनीहरूले सम्मानजनक एउटा स्वतन्त्र जीवन चाहिँ बिताउन मद्दत गर्ने एउटा कानुन रहेको छ। अब त्यहाँनिर जस्तो कि मानिसहरूले चाहिँ आफ्नो क्षमता अनुसारले चाहिँ स्वतन्त्र रूपमा जीवन चाहिँ जिउन सकुन् भनेर चाहिँ गर्ने सहयोग। अब खाइगो होकेन हौको बारेमा त हामीले पछि नै पढ्छौँ तर यहाँनिर मैले नर्मल कुरा चाहिँ भनिदिएको। अब मोकुते किदे है लक्ष्य राखेर चाहिँ अब यो खाइगो जो त खाइगोको आवश्यक परिएको अवस्था यानि कि यो भन्न आवश्यक भयो जस्तो यो खाइगो इचिकारा गोमादे आरुन्देश खाने यो सिएन इचिकारा नि है यो सिएन चाहिँ इचिकारा इचितो निदाके आरुन्देश खाने तर यो खाइगो चाहिँ इचिकारा गोमादे त्यो खाइगो आवश्यक परेको अवस्थाका भएको रेउसासामाहरू जस्तो कौरेसा त नि सोनगेन्नो खोजी भनेर चाहिँ भनेको सम्मान चाहिँ कायमै राखेर रिनेन तोस्टे योजनाभित्र सम्बन्धित मेखाको स्पष्टसँग है कितै सारेतेहरू तोकिएको छ भनेर चाहिँ भनेको छ नियममा तोकिएको छ। मातावा कोकुमिन नो क्योदो रेन्ताइनो रिनेन भनेर चाहिँ भनेको छ। अब कोकुमिन नागरिकको जुन क्योदो रेन्ताइ भनेर चाहिँ भनेको छ यहाँनिर क्योदो भन्ने बित्तिकै चाहिँ सहकार्य गर्नु एउटा मिलेर काम गर्नु यो क्योदो छ नि यहाँनिर यो चाहिँ दुईवटा खान्जीमा छ क्योदो भनेको दुईवटामा छ त्यसको बारेमा म मिनिङमै लेखिदिन्छु सँगै बनाएर छुट्टै है त्यसको बारेमा यदि जान्नु भएको छ भने ओके। रेन्ताइ भनेको चाहिँ एउटा एकअर्काप्रति जिम्मेवार भएर चाहिँ काम गर्ने जुन योजनाभित्रका संलग्न भएर खाइगो होकेन स्याइदो मौकेहरू तो कितै सित्तेहरू खाइगो होकेन भयो त्यसपछि स्याइदो प्रणाली मौकेहरू भनेको स्थापना गर्नु जस्तो सिसेचुको खान्जी पनि छ नि त हैन यहाँनिर हेर्नुभयो त कितै सित्तेहरू तोकिएको छ भनेर चाहिँ यहाँनिर वर्णन गरिएको छ ओके। सोरेदत्तारा मिनासाङ कोकोमादे इ देशका नानीका किकिताई कोतो तो कातारा जेही कोनो नाकावा जेही किते कुदासाई है त सेन्से हाई स्याखाई फुकुसी हौदाई भनेको चाहिँ नेपालीमा ठेट मिनिङ के भन्नुभएको थियो स्याखाई फुकुसी हौदाई यहाँनिर कहाँनिर छ अरे 15 नम्बरको 15 नम्बरको स्याखाई फुकुसी हौदाई भनेको चाहिँ जस्तो समाजमा सबै व्यक्तिको चाहिँ कल्याण सुनिश्चित गर्ने
बनाइएको कानुन र नियमहरू हुन् भनेर चाहिँ हामीले बुझ्न सक्छौँ। जस्तो फुकुसी सर्भिस भनेको चाहिँ अब कस्तो कुरालाई जनाइन्छ भने फुकुसी सिसेचु भयो होइन, रौजिन होमो, त्यसपछि स्योगाई सिसेचु होयुकुस्यो होइन, ती कुराहरू छन् नि त, छन् कि छैनन् हामीले जुन काम गरिरहेका छौँ नि त्योसँग सम्बन्धितको कुराहरूलाई चाहिँ भनेको। जस्तो उद्देश्य, यसको मुख्य उद्देश्य भनेको चाहिँ के हो भने असक्षम वृद्ध, बालबालिका, गर्भवती महिला र गरिब सामाजिक जोखिममा रहेका मानिसहरूको लागि चाहिँ जीवन स्तर सुधार गर्ने को लागि चाहिँ बनाइएको कानुन हो भनेर चाहिँ भनिएको छ। अब यसको बारेमा हजुरले त्यस्तो डिटेलमा थोरै चाहिँ सम्झिनु पर्यो, तर यो सम्झिन बित्तिकै हजुरले के सम्झिनु पर्यो भने यसलाई पोइन्ट अफ भ्यू बनाएर कहिले पनि सिकेनमा आउँदैन। तर स्याखाई फुकुसीसँग सम्बन्धित भनेर भन्छ, तर यहाँ तलनिर चाहिँ एउटा पोइन्ट अफ जस्तो नर्मलाइजेसन, बाङ्कु मिङ्केसन त्यस्तो खालको कुरा राख्ने हो है। त्यो भएर स्याखाई फुकुसी भनेको चाहिँ जस्तो कि एउटा फुकुसी सिसेचु भयो होइन, रौजिन होमु स्योगाई सिसेचु होयुकुस्यो होइन, त्यस्ता कुरा हुन् क्या है। हजुर ओके। यी त्यसका, तर त्यस्तो धेरै पोइन्ट अफ भ्यूलाई चाहिँ नहेर्नु होला है। यस्ता कुरालाई चाहिँ तपाईँ यो कुराले फेल हुनुहुन्न है, तर बुझेको राम्रो। मैले भन्न चाहिँ भनेको छु, मैले पोइन्ट अफ भ्यूमा हजुरले सम्झिने भनेको कौरिसा ग्याकुते बौसी जेही ओबोइना क्याइके नाइ। त्यसपछि यहाँनिर छ नि यो स्यो खाइ स्याखाइ फुकुचे किसोको किसो कौ जो नो खाइकाको, यो ओबोइना क्याइके नाइको त खाइको होकेन हो, ओबोइना क्याइके नाइको त। तर यसलाई चाहिँ म भन्दिनँ, तर हामी भन्न चाहिँ भन्छौँ, तर सम्झिनु चाहिँ होला। यानि कि सम्झिन पनि सजिलो छ, त्यस्तो गाह्रो चाहिँ होइन है त। अब स्याखाइ होस्यो भनेको चाहिँ स्याखाइ होस्यो सामाजिक सुरक्षाका कुराहरू, यसको बारेमा फेरि हामी स्याखाइको रिखामा गयौँ भने अझ डिटेलमा बुझ्ने कोसिस गर्नेछौँ है त। ओके। आतो माता मिनासान नानीका आरिमास का それ、14番のちょっと、もう一度説明していいですか？ 14番のはい。14番 OK、 14番のことは高齢者虐待のことですかね。 OK、 早速始めていきますね。अब यो高齢者に対する虐待申告状況にありभनेर चाहिँ भनेको छ नि। कौरेस्यासँग सम्बन्धित चाहिँ एउटा दुर्व्यवहार चाहिँ गम्भीर रूपमा हुने अवस्था है, जोक्यो भनेको अवस्था भइरहेको छ क्या होइन। भइरहँदाखेरि चाहिँ त्यो भइरहँदाखेरि त्यसको नियम कानुन चाहिँ हामीले के गराउँदा राम्रो हुन्छ भनेर जापान सरकारले चाहिँ छलफल गरिएको कुरा है। त्यसपछि कौरेस्यानो सोन्गेन नो होजी नि तोत्ते भनेर चाहिँ भनेको छ। अब कौरेस्यानो सोन्गेन नो भनेर भन्न बित्तिकै, कौरेस्या भन्न बित्तिकै रेउसासामाको जुन वृद्ध अवस्थाको मानव सम्मानलाई चाहिँ कायम राख्नेसँग सम्बन्धित भएर र ग्याकुताई ओ बौसी सुरुको त वा किवामेते भनेर चाहिँ भनेको छ। अब ग्याकुताई ओ बौसी सुरु भनेको दुर्व्यवहार रोकथाम गर्नको लागि फेरि पनि एकदमै इम्पोर्टेन्ट, जियो भनेको इम्पोर्टेन्ट कुरा भएको कारणले है। जस्तो कौरेस्या ग्याकुताई चाहिँ यदि नियम कानुन बनाइएन भने अझै दुर्व्यवहार रहनेछ छोराबाट छोरीबाट होइन। ग्याकुताईको बारेमा त हामीले पढ्छौँ नै त्यसको बारेमा त। अब हजुरले जस्तो कि कौरेस्या ग्याकुताई होइन, ग्याकुताई भनेको चाहिँ कति प्रकारका छन् होइन, अब 5 प्रकारका छन् होइन। ती कुराको बारेमा त हामीले हेर्छौँ नै, तर अहिले हालको लागि चाहिँ कौरेस्या ग्याकुताई बौसी चाहिँ नगराइ नहुने भयो होइन। त्यो भएको कारणले गर्दाखेरि चाहिँ पहिला त्यसरी नै चलेको थियो 2060 वा 70 80 90बाट त्यसरी चल्दै आयो। चल्दै आइसकेपछि कौरेस्याको ग्याकुताई सिन्ताइतेकी ग्याकुताई भन्ने कुराहरू धेरै हुने भयो छोराबाट होइन, छोरीबाट सिसेचुमा त्यो धेरै नै हुने भएको कारणले गर्दाखेरि चाहिँ 2005मा चाहिँ कौरेस्या ग्याकुताई बौसी हो कौरेस्या न योगोस्या सुरक्षाको लागि चाहिँ सिएन तौनी खान्सुरो हौगा कौरेस्या ग्याकुताई सी हो बौसी हौगा सेइतै सारेता भनेर चाहिँ भनेको छ। अब हामीले यसमा के बुझ्न जरुरी छ, हजुरले पोइन्ट अफ भ्यूमा यो कौरेस्या ग्याकुताई इच्छुदेखि मास्ता भन्ना 2005मा भएर लागू 2006बाट भएको थियो। पोइन्ट नम्बर 1। दोस्रो नम्बरमा रहेको छ हजुरले कौरेस्या ग्याकुताई भन्ना बित्तिकै यो यसरी पोइन्ट अफ भ्यूमै आउने कुरा आयो भने र कौरेस्या ग्याकुताईको चाहिँ हामीले एकदमै बौसी चाहिँ गर्नै पर्छ। भोलिको दिनमा तपाईहरुलाई साङ्गा मुसुमे साङ्कारा ग्याकुताई नात्यकारा ने सोरेगारा खरा दानो नाकानी वा नानीका आकाइको तोतोका नात्य आरिमास्ता भनेर त्यो खालको दोखाइ आइदिएको खण्डमा हामीले चाहिँ सिक्किमलाई चाहिँ कसरी फोकस गर्न सक्छौँ भने माथि भनिएको कुरालाई पनि बुझ्न जरुरी छ। त्यो भएको कारणले हजुरहरूले मिनिङ चाहिँ फोकस गर्नुस्। जस्तो हामीले पढ्दै गर्दाखेरि चाहिँ मिनिङले मैले किन मिनिङलाई फोकस गर्छु त भन्दै गर्दाखेरि मिनिङ हजुरले जान्नु नै भएन भने भन्न खोजेको के कुरा हो थाहा नै भएन नि त हैन।
त्यो भएर हामीले कमसेकम कोकुसिनाबी अथवा यो पढिरहँदाखेरि यान 2 को लेभलमा चाहिँ हामी पुग्छौँ है। मिनिङले गर्दाखेरि मिनिङ तपाईँहरूले हाई नै हेर्नुपर्छ। त्यो भएको कारणले गर्दाखेरि सोयो कोतोगारिमास भनेपछि कौरेसा ग्याकुताई भन्ना बित्तिकै हामीले के हो? कौरेसा ग्याकुताईलाई चाहिँ हामीले रोकथाम चाहिँ गर्नै पर्छ भन्ने कुराहरू यदि सिकेनमा आएको खण्डमा ती कुराहरू हामीले ध्यान दिन जरुरी छ है त। यी देशका बुझ्नुभयो। त्यो किवामेते भनेको के हो चाहिँ? किवामेते भनिरहँदाखेरि चाहिँ हुने भएर चाहिँ एकदमै है भएर चाहिँ त्यहाँनिर भनिएको कुरालाई चाहिँ भनिएको कुरा है त। सोयो कोतोगा हारिमास्ता हुने एकदमै आवश्यक छ फोकस गरिएर चाहिँ भनिएको कुरालाई चाहिँ भनिएको है त। यी देशका अब यस्तो नर्मल कुराहरूलाई त त्यस्तो धेरै ध्यान नदिँदा पनि भयो, तर जिउयोको मिनिङ भयो, बहुसीका मिनिङ भएदेखि लिएर ग्याकुताई यस्ता यस्ता कुरा सोनगेन निनगेन कितेई होइन, अब खाइसेसँग सम्बन्धित यी कुराहरू चाहिँ सम्झिनुपर्छ। यी त कहिलेकाहीँ अब होइन अत्यन्तै होइन हुने कुरा अत्यन्तै पनि भनिन्छ है, अत्यन्तै आवश्यक भएको कुरा है। त्यसरी सेन्से हजुर एक खाइको होकेन कुन भनिदिनु न एकचोटि। खाइगो होकेन खाइगो होकेन ओके। अब खाइगो होकेन हौदाई भनिरहँदाखेरि त अब खाइगो होकेन हौदाई दाई इचीमा लेखिएको छ। अब त्यसको खाइगो होकेन हौको बारेमा हामीले छुट्टै नै पढ्छौँ, तर खाइगो होकेन दाई इचीमा चाहिँ लेखिएको कुरा चाहिँ के हो त भन्दै गर्दाखेरि चाहिँ वृद्ध मानिसहरूलाई चाहिँ समाजले चाहिँ मिलेर सहयोग गरेर उनीहरूको एउटा सम्मानजनक स्वतन्त्र जीवन बिताउन चाहिँ मद्दत गर्ने कानुन रहेको छ है। त्यहाँनिर चाहिँ क्षेत्रमा समाजमा केही भएको छ भने चाहिँ त्यहाँ समाजले मिलेर चाहिँ सहयोग गर्ने कुरा। अब खाइगो होकेन हौको बारेमा त अब यसको बारेमा त खासै नआउला सिकेनमा, तर खाइगो होकेन हौको बारेमा इचितो निने सोरेवा हुन्थौ नि दाइजिना कोतोगारीमा भनिरहँदाखेरि चाहिँ हामीले वृद्ध मानिसहरूलाई चाहिँ समाजले मिलेर सहयोग गरेर चाहिँ उनीहरूलाई सम्मानजनक स्वतन्त्र जीवन चाहिँ जिउन बिताउन चाहिँ मद्दत गर्ने कानुन। जस्तो मानिसले चाहिँ आफ्नो क्षमता अनुसारले स्वतन्त्र जीवन जिउन सकुन् भनेर चाहिँ सहयोग गर्ने कुरा। अब हामीले यहाँनिर अब यसको पोइन्ट अफ भ्यू चाहिँ के छ त भनेर चाहिँ सोध्नु भयो भने चाहिँ पोइन्ट अफ भ्यू त्यस्तो धेरै चाहिँ छैन। जस्तो कि यो खाइको ज्योताइ चाहिँ भएको देउसा सामाहरूलाई चाहिँ उसको एउटा मानव सम्मानको कायम गरेर योजनाभित्रका सँग सम्बन्ध स्पष्टीकरण गरेर चाहिँ गर्ने चाहिँ तोकिएको छ भनेर चाहिँ यहाँनिर वर्णन गर्न खोजिएको कुरा। अब नागरिकको के हो त भने अब त्यहाँको नागरिकले चाहिँ सहकार्य गरेर मिलेर होइन त्यसो एउटा जिम्मेवार बिताउने है, जिम्मेवारका कुरा है। जस्तो कि एक अर्काप्रति चाहिँ जिम्मेवारी रेन्ताई। अब रेन केही भनेको जस्तो कि समुनै गर्ने भयो भने रेन्ताई भनेको चाहिँ एउटा एक अर्काप्रति चाहिँ एउटा जिम्मेवार भएर चाहिँ के गर्ने त त्योसँग सम्बन्ध। खाइगो होकेन सेइदो मौकेहरू त कितै साथ। अब खाइगो होकेन सेइदो चाहिँ के भयो त स्थापना भयो। अब खाइगो होकेन सेइदो इचुदेखि मास्ता मिनासान के उनेन सिकेन ओके ताहितो योर्सुको ओनेगाइसिमास। खाइगो होकेन सेइदो कहिले भनेको थियो? 1961 70 61 そうですかね。それは特別養護老人ホームですかね。त्यो 1997 हो गुड 1997 भन्दा पनि 2000बाट चाहिँ लागू भएको हो, तर स्थापना बनाइएको चाहिँ सेन क्युह्याकु क्युज्यु नानानेन है। तर लागू अब हामीले सम्झिने हो 2000 नेनबाटै सम्झिनु पर्यो विशेष गरी चाहिँ। अब कहिले बन्यो त्यो भन्दा नि हामीले फोकस जस्तो कि लागू भएको कुरा नै आउँछ क्या जहिले पनि। त्यो भएको कारणले गर्दाखेरि आजको कुरामा हजुरहरूले सम्झिने म तपाईँहरूलाई दुईवटा कुरा सम्झिने भने जस्तो पहिलाका व्यक्तिहरूले बुझिसक्नु भएको छ। जो नयाँ हुनुहुन्छ तपाईँहरूले आजको पोइन्ट अफ भ्यूमा हेर्ने भनेको चाहिँ के हेर्नुहोस् भनेपछि चाहिँ यहाँनिर कौरेसा ग्याकुताई बौसी इचुदेखिमा एउटा मेमो गरिहाल्नुहोस् या त स्क्रिन के भन्छ अरे सर्ट चाहिँ लिइहाल्नु। त्यसपछि खाइगो होकेन हौदाई वा इचुदेखि मास्ता यति दुईवटा कुरा मात्रै आज पढ्नु भयो भने मा दाइ ताई दाइ जबु देश खाने। त्यसबाहेकका मिनिङ भन्ने कुरा त छँदैछन् नि त, त्यो त पढ्ने नै कुरा हो है। मिनासान यी देशका अब हेर्नुहोस् अब यहाँनिर छ। अब यहाँनिर हामी आउँछौँ। अब अलिकति पानी पिउँ है त, मुख घाँटी अर्कै भयो कि। ओके अब यहाँनिर जाम। अब म यहाँनिर गएँ
यहाँनिर लेखिएको छ स्योगाइसा जिरिसु सिएन हौ ए नि सेन जु नि नेन नि नेन नो खाइसे नि योरी वा स्योगाइसा नो निचिजो से खाचु ओयोबी ने स्याकाइ से खाचु ओबी सोगौ तेकिनि वा सिएन सुरु तामेनि वा हौ रेचु स्योगाइसा सोगौ सिएन हौ तो मेइस्यो खाइसे सारेता भनेर चाहिँ यहाँनिर वर्णन गरिएको छ। अब यसलाई हेर्नु भयो भने यो स्याकाइको रिखाइमै हेर्ने कुरा हो, तर किन निन्गेन र सुनगेनमा हाल्यो त? हाल्नुपर्ने आवश्यक त छैन नि त, होइन? तर तपाईँहरूले यहाँनिर बुझ्नुपर्ने कुरा के छ भने स्योगाइसा जिरिचु सिएन हौ 2012मा स्थापना लागू भएको थियो भने के को लागि चाहिँ परिवर्तन भएको थियो, के को लागि सुधार भएको थियो त? स्योगाइसाको लागि चाहिँ अपाङ्ग भएका व्यक्तिहरू एउटा स्वतन्त्र रूपमा चाहिँ सहयोग गर्ने एउटा कानुन चाहिँ बनेको थियो। सरेवा स्योगाइसा सौगौ सिएन हौ, यानि कि यहाँनिर लेखेको छ स्योगाइसा सौगौ सिएन हौ। यसको नालीबेली एकदमै लामो छ, हामीले पढ्छौँ भोलिको दिनमा। हामीले स्याकाइको रिखाइमा स्योगाइसा सौगौ सिएन हौ चाहिँ छुट्टाउनै नहुने कुरा हो है, कहीँ न कहीँ चाहिँ आउन सक्ने सम्भावना चाहिँ रहन्छ है त। अब यहाँनिर भनिरहँदाखेरि चाहिँ तपाईहरुले अब स्योगाइसा नो निचिजो से खाचु तो स्याकाइ से खाचु सौगौ तेकिनि अब स्योगाइसा सौगौ सिएन हौको बारेमा त यहाँनिर जस्तो रोजगारदेखि लिएर उसले पाउने सेवा सुविधादेखि लिएर धेरै कुराहरू छन्। त्यो म केही पनि भनिनँ, त्यो हामीले पछि नै भन्छौँ है, त्यहाँनिर पढ्ने बेला नै भन्छौँ। हौ तो मेइस्योगा खाइसे सारेता भनेर चाहिँ यहाँनिर भन्छ। मेइस्यो भनेको नाममा चाहिँ परिवर्तन भयो, यानि कि पहिले चाहिँ के थियो त, यहाँनिर यी नामहरू चाहिँ थिए, अब स्योगाइसा के भन्ने थिए, तर अहिले चाहिँ के भयो भने स्योगाइसा सौगौ सिएन हौ तो मेइस्यो नामले चाहिँ, मेइस्यो भनेको कुनै पनि नाम है ले चाहिँ खाइसे सारेता भनेर चाहिँ भनेको छ। अब सेको भनेर चाहिँ भनेको छ, सेको भनेको चाहिँ लागू भएको कुरा चाहिँ 2013बाट चाहिँ हेइसेइ नेन्दाइ निवा स्योगाइसा न ओयोबी स्योगाइजिगा ए सोरेकाराने किहोन टेकी जिनकेन ओ क्यु यु सुरु कोजिन तोस्तेवा ए सोनगेनो फुसावासी भनेर चाहिँ भनिएको छ। अब यहाँनिरको भनिएको छ कि 2013बाट चाहिँ स्योगाइसा ओयोबी र म्युट गर्नुहोस् त, को हुनुहुन्छ? गोमेङको दासाइने हुन्तोनी म एकैछिन हेर्छु को हुनुहुन्छ, नाम भन्नुहोस् त। कसको हुन्छ कि एकैछिन। जुम युजर भनेकोबाट आएको। जुम युजर भन्नेबाट अहिले त अफ गर्नु जुम, म अफ गरिदिउँ, म अफ गरेँ है त। फेरि उहाँले अहिले फेरि बोल्नु होला, फेरि बोल्ने बेलामा अहिले त ऊ छ के र म ऊ गरेँ है त, अन गरेँ है त, किनभने अनम्युट। ओके, अब यहाँनिर आयो। ओके, अब यहाँनिर आइसकेपछि स्योगाइसा सौगौ सिएन हौ चाहिँ कहिलेदेखि मास्ता भनेर 2012मा भनेर सम्झिनु। यो एकदमै पोइन्ट अहिले नै सम्झिनुहोस् त, भोलि तपाईँहरूले सम्झिन अलिकति गाह्रो चाहिँ हुँदैन है। यसलाई चाहिँ पढ्न चाहिँ भोलि नै पर्ने हो, तर अरे भोलि पछि नै पर्ने हो, तर यसलाई चाहिँ सम्झिनु भयो भने एकदमै राम्रो। मैले राखिदिएँ है त, राखेँ कि राखिनँ, कहाँ गयो? अहिले भयो जस्तो छ। भयो राखेँ है त। चाहिँ यो वाकको बुक नभइकन त्यो के अरे नाभी मात्रै भयो भने के हुन्छ? वाकको किन्नै पर्छ कि? ए होइन, हामीले चाहिँ अब फेरि यसको बारेमा पछि कुरा गरौँ न, लम्बेला। हामीले चाहिँ वास्तवमै भन्ने हो भने कोकुसी नाभी नै पढ्ने भनेर चाहिँ हामीले फी पनि 20,000 राखेका हौँ होइन। तर अब अहिले यहाँनिर चाहिँ हामीले वाकको बुकको मेन पोइन्ट अफ भ्यूलाई चाहिँ हेरौँ न भनेर चाहिँ हेरेको हौँ। अब हजुरहरूले वाकको बुकबाटै जाऊँ है, यो बुक नै मलाई मन पर्यो भनेर धेरैजनाले भन्नुहुन्छ भने जाउँला, त्यस्तो केही फरक पर्दैन। त्यहाँ पढ्ने पनि एउटै हो, यहाँ पढ्ने, तर यहाँ चाहिँ टाइम लाग्छ, अलिकति लामो नै हुन्छ, अलिकति सबै बेसिकली कुराहरू छ। त्यो भएर चाहिँ हामीले सबै पढ्नु भएको कारणले अलिकति टाइमलाई चाहिँ धेरै नै दिनुपर्छ र दिनमा 3 पाना जति पढ्नै पर्छ है, नत्र भने सकिँदैन है। जस्तो अरूले त 4-5 पाना पनि पढेको देखिन्छ, त्यो 4-5 पाना त कामै छैन होइन। जस्तो हप्तामा 2 दिन 3 दिन क्लास हुनेको त 4-5 पाना नपढी सकिँदैन नि त होइन। त्यो भएर चाहिँ हामीले 5 दिन क्लास गरे तापनि गाह्रो चाहिँ हुन्छ, यो पुरै बुक छ नि त, त्यो भएको कारणले है। अबいいですか? それは最後に話しますのでいいですか皆さん? はい。
अब यहाँनिर तपाईँहरूले सम्झिनुहोस् कि स्योगाइसा सौको सिएन 2012मा स्थापना भयो र 13बाट लागू भयो भनेर चाहिँ सम्झिनु होला। र त्यसपछि यहाँनिरको स्योगाइजी र स्योगाइसिया भनेको 18 वर्षभन्दा माथि, स्योगाइजी 18 वर्षभन्दा मुनि किहोन्तेकी जिन्केन बेसिकली मानव अधिकार चाहिँ क्युयु सुरु भनेको चाहिँ हुने क्षमता अथवा हुने र चाहिँ हुने है हुने क्षमता अथवा हुने कोजिन्तोस्तेन हुने व्यक्ति अनुसारले चाहिँ व्यक्तिसँग सम्बन्धित सोनगेन्नी फुसावासी सोनगेन्नी भनेको मानव सम्मान फुसावासी भनेको चाहिँ मिल्दोजुल्दो है मिल्दोजुल्दो निचिजो से खाचु माता दैनिकी जीवन त्यसपछि सामाजिक जीवन इतो नामु कोतोको देखिरह्यो नि है सामाजिक जीवन पनि बिताउन सक्ने गरी चाहिँ हिचियोना स्योगाई फुकुसिसा बिसुनी खाकावारु क्युफु भनेर चाहिँ भनेको छ। आवश्यक स्योगाई साबिसु स्योगाई फुकुसीसँगको सर्भिसहरू पनि त छ नि त धेरै कुराहरू त्यो हामीले भोलिको दिनमा पढौँला। तर त्यो सँगको सम्बन्धी चाहिँ इतारु हुने क्युफु भनेको चाहिँ त्यहाँबाट हामीले पाउने कुराहरू छ नि त। अब क्युफु जुन त्यो सरकारबाट पाउने त्यो कुराहरू। त्यसपछि यहाँनिर चिकी से खाचु सिएन जिग्यो भनेर चाहिँ भनेर चिकी से खाचु नि चिकी क्षेत्रको से खाचु र सिएनसँगको जिग्यो सँगसँग सुनो ता त्यो बाहेकको सिएन हो सौगौतेकी भनेर चाहिँ भनेको छ। सौगौतेकी तोवा नाम देशका नि सौगौतेकी भनेको चाहिँ सबै पक्षलाई मिलाउनु, तौगौ भनेको चाहिँ एकीकृत गर्नु है। यो तौगौ र सौगौमा धेरैजना कन्फ्युजन नहुनु होला है। मैले त्यहाँ मिनिङमा पनि राख्दैछु, हुन त पढिसक्नु भयो कि पढ्नु भएन। अब पढ्नु भएकोहरूले चाहिँ दाइजको देशका नि सौगौ सबै पक्षलाई मिलाएर है ओकोनाइमास। अब तौगौ भनेको चाहिँ एकीकृत गर्नु कुनै चिजलाई है। अब मोत्ते लिएर स्योगाइस्या ओयोबी स्योगाइस्या र स्योगाइजीसँगको फुकुसीको सोकुसिन अघि बढाउने हाकारू तोमोनी। हाकारू भनेको योजना गर्नु है, योजना बनाउनु, प्रयास गर्नु, दुईवटा मिनिङ चाहिँ दिन्छ यसले। भने स्योगाई न उमु खाकावाराजु स्योगाई चाहिँ हुने नहुने पर्वाह नगरिकन कोकुमिन सौगोनी जिन खाकु कोसे नो सोन्च्योसी भनेर चाहिँ भनेको छ। अब स्योगाइस्या भएको नभएको कुनै पर्वाह नगरिकन नागरिकले चाहिँ सौगो आपसीमा चाहिँ एउटा व्यक्तित्व आफ्नो व्यवहारका कुराहरू चाहिँ के छ त हैन, व्यक्तिको व्यक्तित्व क्या है। जिन खाकु भनेको चाहिँ व्यक्तिको व्यक्तित्व। म आफैले पनि बिर्सिन सक्छु, तपाईँहरूले चाहिँ लेखेर राख्नु होला है। तपाईँहरू सिकेङ उकेरु हितो जेही उभोइतेति कुरा चाहिँ है व्यक्तिको चाहिँ व्यक्तित्व हुन्छ नि, आफ्नो के कुरा हुन्छ त्यो कोसे एउटा व्यक्तिले चाहिँ गर्नुपर्ने कोसे है त। त्यो कुरा चाहिँ एउटा व्यक्तिको चाहिँ सम्मान भावना विचारलाई सम्मान गरेर आनसिन सिते ढुक्क भएर दैनिकी जीवन बिताउन सक्ने गरी यहाँनिर चिकी शाखाई नो जिचुगेन चिकी शाखाई क्षेत्रको समाजमा चाहिँ एउटा प्राप्त गर्ने चाहिँ कियो सुरु कोतो नि मोकुतेकी सुरु भनेर चाहिँ यहाँनिर वर्णन गरेको छ। कियो सुरु भनेको चाहिँ अलि नजिक ल्याएर सहयोग गर्नु अथवा योगदान दिनु, त्यो पनि मैले मिनिङमा छ यहाँनिर। अहिलेसम्म त मैले लगभग तपाईँहरूले मिनिङ दिएको मैले त्यो कमसेकम धेरै खाइगोसम्मको छ होला है, त्यहाँनिर हेर्नु होला। अरू त हामीले नर्मल त मैले यहाँनिर भनिदिनै हाल्छु हो। सो यो कोतोगा खाइत्यारीमा है सहयोग गर्ने योगदान दिने कुरा चाहिँ लक्ष्य लिएर चाहिँ स्योगाइसा सौगो सिएन होगा नान्देशका तेइसो सीमास्ता मिनासान यी देशका किते सारे त तो किते सारे तोकिएर चाहिँ किहोन्तेकी जिन्केन सोन्च्यो ना दोनो आरा ताना कुवा ए रारेता भन्दा चाहिँ भनेर किहोन्तेकी जिन्केन बेसिकली मानव अधिकारको एउटा सोन्च्यो सम्मान भावनाहरूले सम्मान गर्ने कुराहरू चाहिँ नयाँ कुरा चाहिँ थपिएको छ। कुवा एरु भनेको चाहिँ मिल्नु थप्नु है। सो यो कोतो हारिमास। अब यहाँनिर स्योगाइसा सौगो सिएन हवा ए नि सेन जु नि हे नेन नो खाइ सेन योरिवा ए दाइ इचि जो नि तोस्तेवा किहोन रि नेन कुवाए यारे भनेर चाहिँ भनेको छ। अब स्योगाइसा सौगो सिएन हौ चाहिँ 2012मा चाहिँ यहाँनिर स्थापना भएर खाइसै भएर चाहिँ जस्तो कि दाइ इचिजो भनेर चाहिँ धारा 1मा यी कुराहरू सम्झिने कुरा भएन। तोस्तेवा किहोन ने बेसिकली विचारहरू चाहिँ थपेर चाहिँ हौरे चुमोतो छु कि निचिजो सै खाछु सेकाइ सै खाछु ने निचिजो सै खाछु दैनिकी जीवन सामाजिक जीवन र सिएन भनेको सहयोग क्योसेइ शाखाइ जिचुगेन सुरु तामेनी भनेर चाहिँ भनेको छ। अब क्योसेइ शाखाइ भनेको चाहिँ के हो त चिकी क्योसेइ शाखाइ मिनासान क्योनेन गा सिकेन गा उकेरु हितोवाने कोरेबामा दाइते ओबोइतेरु हाचुने
चिकी क्योसे स्याखाई सबैजना मिलेर एक अर्कालाई चाहिँ त्यहाँनिर जिचुगेन प्राप्त गर्नको लागि चाहिँ स्योगाई जी स्योगाई स्या होइन स्याखाई सानखानो किखाई ओ खाकु हो सुरक्षित गरिएको ने स्याखाई सानका भनेको समाजको कुनै पनि सहभागीमा चाहिँ अवसरहरू चाहिँ एउटा सुरक्षित गरिएर जुन चिकी स्याखाइने ओकेरु क्यो से ओयोबी भनेर चाहिँ यहाँनिर वर्णन गरिएको छ है क्योसे भन्ने बित्तिकै सबैजना मिलेर बस्ने है मिलेर बस्नु मिलेर बाँच्नु ओयोबी भने स्याखाइ तेकी स्योहेको जोक्यो सी सुरु यो नि सौगौ भनेर चाहिँ भनेको स्याखाइ तेकी सामाजिक रूपमा स्योहेकी मैले हिजो पनि भने बाधा अवरोध चाहिँ हटाउने सी सुरु यो नि भनेर चाहिँ यहाँनिर भने सी सुरु भनेको सहयोग गर्नु योगदान दिनु यसलाई पनि अब कहाँबाट केबाट मिलेर आउँछ होइन ती कुरा गर्नको लागि चाहिँ सौगौ तेकी सबै पक्षलाई मिलाएर चाहिँ खाचु फेरि अझ चाहिँ के खाकु तेकी प्लानिङ पनि बनाएर गर्नै पर्ने मुने अत्यन्तै रूपमा चाहिँ आरा थानो खाका गेरारेता भने घोषणा गरियो भनेर चाहिँ यहाँनिर वर्णन गरिएको छ मुने मुख्य है त मुने भनेको मुख्य एउटा नयाँ कुराहरू घोषणा गरियो उल्लेख गरियो भन्ने कुराको यो खान्जी रहेको छ मिनासान कोकोमादे यी देशका केही छ भने सोध्नुहोस् त केही छ मिनासान यी देशका कोकोमादे यो मुने र ओमोना भनेको उस्तै हो मुने भनेको मुख्य जस्तो कि अब ओमोना माने त्यो अब मुने भनेको मुख्य भन्छ ओमोना भन्ने बित्तिकै अब जस्तो ओमोना फेरि अलि छुट्टै विषयमा लाग्ने गर्छ यो भने एउटा कानुनी प्रक्रियामा चाहिँ लागेको कुरा ए तर त्यस्तो धेरै भित्र चाहिँ नजानु होला फेरि भित्र जाने गाह्रो हुन्छ मुख्य मात्रै सम्झिनु होला है हस् एकदमै भित्र जाने फेरि कन्फ्युजन हुन्छ टाइम पुग्दैन क्या त्यो भएको कारणले पुग्छ भने त गर्नुहोस् अब यसको चिगाउहरू होइन धेरै छ नि त ओके अब यहाँसम्म आइसकेपछि नर्मलाइजेसनको बारेमा हामीले हिजो पनि हेरेका थियौँ कोरेवा मिनासान आसिता मिमास्का सोनोमाइने सुकोसी काताकाना कोतोबा हो मिसेमास नोदे मिनासान यी देशकाはい、お願いします。 अब यहाँनिर काताकाना कोतोबा चाहिँ मैले कहाँनिर राखेँ फेरि मैले वार्डबाट निकालेको छैन अझै त्यो भएर वार्डबाट हेरौँ है त यहाँबाट निकाल्यो भने चाहिँ त्यसपछि चाहिँ गरौँला है त ओके अब यहाँनिर कित्तोवादो भनेर हामीले हिजो हेरेका थियौँ नि त होइन हेर्नुभएको थियो पढीमा होइन अब निन्चिस्यो यहाँनिर निन्चिस्यो नात्यमो हितोरी हितोरी नो कोबेचुसे नो सोन्चो सी हितोरी नो हितो सोनो हितो राशिको इकी इकी ने तोस्तेवा से खाचुका देखिरु योनि क्या ओकोनाउ तो यो के हो रिनेन्डेहरू भनेर चाहिँ भनेको छ अब यसलाई चाहिँ यो भन्न खोजिएको चाहिँ जसले डिमेन्सिया भएका व्यक्तिहरूको पनि एउटा सम्मानका साथ चाहिँ मान्छेलाई चाहिँ जस्तो हेरचाह गर्नुपर्छ भन्ने एउटा विचार दिएका थिए जुन कित्तोवादो भन्ने व्यक्तिले दोको देशका तो इतारा ने सोरेमो कित्तोवादो चाहिँ मा ए सोरेकारा ने दोकोनी देशका कित्तोवादो मिनासान कित्तोवादो दोको देकिमास्ता का कित्तोवादो किनोगा मितान देश के रेदो मोने कित्तोवादो इगिरिसु का ना イギリス、 कित्तोवादो वा दोको देश का सो आतादी देश का ने मिनासान ओबोइतेरुन देश का ने सबैजनाले सम्झिनु भएको रहेछ ओके त्यो चाहिँ सम्झिनु होला मैले यहाँ चाहिँ लेखिन है त्यो बुकमा भएको छ त्यहाँनिर चाहिँ हामीले हेरौँ त्यो चाहिँ मैले लेखिन एउटा नर्मल यो भनेको चाहिँ यो है भनेर चाहिँ हामीले सम्झिन जरुरी छ अब रिचिमोन्दो पनि हामीले हिजो पढेको हो नि त हैन एउटा रिचिमोन्दो भनेको चाहिँ एउटा मेयर रिचिमोन्ड भन्ने हुन् जुन त्यो एउटा व्यक्तिको नाम भयो रिचिमोन्ड हैन उनले चाहिँ जसले सामाजिक कार्य सोशल वर्क याना कि कियानो होन्सिचु यहाँनिर सोसारो केसु वाको जुन सोशल वर्कसँग सम्बन्धित चाहिँ यहाँनिर जुन सोशल वर्कमा चाहिँ एकदमै केस वर्क चाहिँ गर्नुभएको थियो भनेर यसको भित्री रूप जाने भने अझ धेरै छ मैले यति मात्रै हेरेँ अब हजुरहरूले एउटा सेकेन्डको लागि सम्झिनको लागि रिचिमोन्दो सोसारो केसु वाको मात्र सम्झिनु होला अलिकति गाह्रो हुनसक्छ है जस्तो कि उहाँले चाहिँ प्रत्येक व्यक्तिको चाहिँ समस्याहरू बुझेर सहयोग गरेर चाहिँ सहयोग चाहिँ गर्नुपर्छ है जस्तो दैनिकी जीवनका कुराहरू चाहिँ के कस्ता छन् त भन्ने विषय एउटा प्रसिद्ध व्यक्ति चाहिँ हुनुहुन्छ है उहाँले चाहिँ लेखिएको कुरा विचार दिनुभएको थियो भनेर चाहिँ अहिलेसम्म निम्गेन र सोनगेनमा यी कुराहरू चाहिँ वर्णन गरिएको छ त्यसपछि रहेको छ मेयारुफु वा नान्देस्का ने मेयारुफु भनेको स्योगाई स्यागा आत्तेमोने मिन्नागा ओना जियोनि सेखाचु देखिरियोनि सेखाचु नो ताइसेचु खांगाइका त के यानो होन्सेचु देश भनेर चाहिँ यहाँनिर वर्णन गरेको छ के यानो होन्सेचु भनेको चाहिँ जस्तो सम्मान एउटा समान रूपले सहानुभूति र एउटा
आत्मनिर्भरता बनाउने हेरचाह गरे कियानो होन्सिचु भनेर चाहिँ भनिन्छ। यसको पोइन्ट मेयारुको कियानो होन्सिचु अथवा अथवा चाहिँ यहाँनिर सोनोहितो जिको जिचुगेन सुरुकोतो भनेर चाहिँ हामीले हेरेका थियौँ, त्यो पनि सम्झिन एकदमै जरुरी छ है। त्यहाँनिर बुकमा भएको जुन छ नि, त्यहाँनिर एउटा बुकमा हेर्नु त, यतातिर हेर्नु त, त्यहाँनिर छ, त्यहाँनिर लेखेको छ नि, जुन त्यहाँनिर जिको जिचुगेन सुरुकोतो तासुकेरुकोतो नि है भन्ने कुरा चाहिँ त्यो सम्झिनु होला। त्यसपछि यहाँनिर एउटा सामाजिक विचारक हुन् जसले चाहिँ एउटा अपाङ्गता भएका मानिसहरूले पनि सामान्य जीवन चाहिँ पाउनुपर्छ, बाँच्न पाउनुपर्छ भन्ने कुरालाई चाहिँ एउटा वातावरण चाहिँ के गरेको त, एउटा बताएका थिए भन्ने कुरा चाहिँ यहाँनिर वर्णन गरिएको छ। ओके, उहाँले चाहिँ भन्नुभएको थियो नोबेता भनेर चाहिँ यहाँनिर वर्णन गर्न खोजिएको छ। अब यहाँनिर रोकोमो तेइबु सिन्डोरोमो भनेर चाहिँ भनिएको छ। रोकोमो तेइबु सिन्डोरोमो तो नान्देस्का, यो हामीले पछि नै पढ्ने कुरा हो, तर मैले तपाईँहरूलाई अहिले नै किन दिएँ त? यो त नदिने कुरा हो नि त अहिले त, होइन? तर किन भन्दाखेरि चाहिँ अहिले अब राइनिन सिकेन दिनेहरू पनि हुनुहुन्छ, उहाँहरूले चाहिँ पढ्दै गर्नलाई, यदि जान्नु भएको छ नो प्रब्लम, त्यहाँनिर चाहिँ नगर्दा पनि हुन्छ है। यो हामीले पिडिएफ त तपाईँहरूले पछि गराउँछौँ नै उपलब्ध है। तर अब अहिले चाहिँ महादेशका ने यहाँनिर चाहिँ यसरी चाहिँ सम्झिनु भयो भने हजुरहरूले भोलिको दिनमा अलिकति पढ्न चाहिँ यासासीको हुन्छ कि छोटो बनाउन कसरी सकिन्छ भन्ने विषयले चाहिँ हामीले यसरी गर्न खोजेका हौँ। अरू त त्यस्तो धेरै इम्पोर्टेन्ट चाहिँ होइन, बुकमा पनि छन्, जस्तो कि यहाँनिर होने, खान्सेचु, किन्नेको, अब रोकोमो तेबु सिन्डोरोम तो नान्देस्का ने भनिरहँदाखेरि चाहिँ हामीले हड्डी, खान्सेचु, किन्नेको नो नादोनो ने सरेकरा उन्दोकी तो इन्दोकीगा योवाकु नाते ने कमजोर भएर चाहिँ आरुई तारी तोका उगोई तारी तोका ने सोनो चिखारागा त्यही खा सित्ता ज्योताई देश भनेर चाहिँ भनिन्छ एकदमै। जस्तो कि एउटा होने, हड्डीहरू, खान्सेचुहरू, किन्नीकुहरू, उन्दोकी, जुन हाम्रो उन्दोकी गर्छौँ नि त, त्यो कुराहरू चाहिँ सबै के भयो त, कमजोर भएको कारणले गर्दाखेरि चल्ने एकदमै होइन, कमजोर हुने, चल्ने चाहिँ के हुन्छ, चिखारा चाहिँ कमजोर भएको अवस्थालाई चाहिँ सोरेवादेस्ने रोकोमो तेइबु सिन्डोरोमो तो हिमास्ने कोरेवादेस्ने हुन्तौने, यो भनेको चाहिँ एउटा हड्डी मांसपेशी जोड्ने कमजोर भएर चाहिँ शरीर चलाउन एउटा अलिकति शक्तिहरू घट्नु। अनि कोरेवा नात्तारा देस्ने हुन्तौने कोरेवा नात्ता बाएवा यहाँनिर लेखिएको छ नेताकिरिनो ज्यो ताइचुजुकु तो निन्चिसो नारियासुको नारीमास। अब यो कुरालाई चाहिँ हामीले पोइन्ट अफ भ्यूमा सम्झिनुपर्छ है। अब रोकोमो तेइबु सिन्डोरोमो तो नान्देस्का भनिरहँदाखेरि साना साना कुराहरू हेयानो नाकानी चुमाजुई तारी तोखा ने खाइदानगा नोबुरो तोकिवा नोबरे नाइ ज्यो ताइ तोखा तोखाने सोयोफुनी हारिमास कुचुसिता किरुम्नोमो देखिनाइ होइन, त्यस्ता खालका कुरा हजुरले उसमा हेर्नुभयो भने के भन्छ अरे, गुगलमा हेर्नुभयो भने कस्तो आनन्दले देखाइदिएको छ है त। सोयुकोतोगा हारिमास्ता है। यदि बाइ द वे अलिकति यो अवस्थालाई च्यापेर चाहिँ निताकिरी भएको अवस्थामा चाहिँ निन्चिसो चाहिँ भयो, कोरे पोइन्ट हो नि नारीमास है, सोयुकोतोगा हारिमास। अब अर्को रहेको छ मेटाबोरिको सिन्डोरोमो तो नान्देस्का ने मेटाबोरिको सिन्डोरोमो तो इतारा हुन्तौनी कोरेमो इमा बेङ्क्यो सुरुको तो देवा नाइन्देस केरेदोमो। तपाईँहरूले चाहिँ दिनमा एउटा कातागाना कोतोबालाई चाहिँ सम्झिने कोसिस गर्नु होला, भोलिको दिनमा अलिकति राखु चाहिँ भएर जान्छ। खाली समयमा कुन समयमा छ त, मिनिङ पढ्दै हुनुहुन्छ ओके नपर्नुहोस्, तर मिनिङ सँगसँगै यी कुराहरूले पोइन्ट अफ भ्यूलाई पनि हेर्ने कोसिस गर्नुभयो भने एकदमै राम्रो हुने गर्दछ। ओके, सोरिदात्तारा देस्ने मिनासान। अब मेटाबोरिको सिन्ड्रोम भनेको त के हो भन्दाखेरि सरी सेकाचु सिखान बियो पनि भनिन्छ, जुन सेकाचु सिउखान बियो भनेर पनि भनिन्छ। अब यसलाई तर त्यो पछि हेरौँ, यहाँनिर हेरौँ पहिलामा है त। जस्तो मेटाबोरिको सिन्ड्रोम त भन्ना बित्तिकै शरीरमा बोसो धेरै जमेर चाहिँ स्वास्थ्य सम्बन्धी विभिन्न समस्या एकैचोटि देखिने एउटा अवस्थालाई चाहिँ सरी भने मेटाबोरिको सिन्ड्रोम भनेर चाहिँ भनिन्छ। यो पहिलो कुरा। यानि कि अब यसको पोइन्ट अफ भ्यू चाहिँ के छ त, भोलिको दिनमा मेटाबोरिको सिन्ड्रोम नि खान्सुरो मोतो मतेक्सना मन हिजो चाहिँ राबिनेसाई भनेर चाहिँ नभन्ला भन्नै सकिँदैन, भन्न सक्ने कुरा पनि त छ नि त। त्यो भएको कारणले गर्दाखेरि अब यसको पोइन्ट अफ भ्यू यदि यो भयो भने कौ के चुवाचु कौ के तो सिसेचु इज्यो तो नारीमास्ने कोरेवा इचिबान पोइन्ट हो। जस्तो कि यहाँनिर यो भनिरहँदाखेरि कौके चुवाचु एकदम उच्च रक्तचाप होइन, कौके तौ सुगर बढी है, त्यसपछि रहेको सिसेचु इज्यो यानि कि कोलेस्ट्रोल हाम्रो जुन खुनमा चाहिँ बोसोको मात्रा चाहिँ बढी हुने गर्छ। यो भएको कारणले के चाहिँ बियो कि चाहिँ नारीयासुको नारीमासका त्यही तर 900 तो सिन्जो बियोगा नारीयासुको नारीमास। मैले 900 राखिन के हो यहाँनिर है, 900 राखेर हिँड्छु है।
सिन्जोब्यो त नौसोच्यु ने एउटा मुटुको रोग र नौसोच्यु भनेको नौ केक खानका चुमात्तारी तोखा या बुत्तारी तोखा सोयुको त नारुन देशका ने मस्तिष्कको रक्तनली चाहिँ तालिनु फुट्नु त्यसको बारेमा त हामी छुट्टै नै पर्छौँ तर यो चाहिँ सम्झिनु पर्यो। अब यहाँनिर लेख्छ नाइजो सिबो घाने नाइजो सिबो भन्ना बित्तिकै चाहिँ हाम्रो शरीरभित्रको चाहिँ सिबो भनेको बोसो है एकदम फ्याट गयो ओकु नारी मैले यहाँ चाहिँ फुरीगाना किन चुकी गराएको भने तपाईँहरूले सजिलो होला भनेर मलाई त चाहिँदैन इकुचु खानो से खाचु सिउङ खानबे नो भनेर चाहिँ भनेको छ से खाचु सिउङ खानब्यो तोमो इमास अब से खाचु सिउङ खानब्यो भन्ना बित्तिकै चाहिँ के हो त भन्दा हाम्रो खानपान दैनिकी जीवनको हेरचाह दुलाइ घुमाइ हैन त्यो कारणले गर्दा लाग्ने रोग हो नि त हामीले खानपानमा कति ध्यान दिइरहेका छौँ हामीले कति खानपिनमा र अलि एक्सर्साइजहरू गरिरहेका छौँ ती कुराहरूको बारेमा चाहिँ त्यो कारणले गर्दाखेरि चाहिँ सेखाचो सिउङ ब्योगा नारीमास यानि कि मेटाबोलिको सिन्ड्रोम तो इमास मा मिनासान इ देशका सो युफुनी आरिमास ने अब सेखाचो सिउङ ब्यो गेन इन देश भन्ना बित्तिकै चाहिँ दैनिकी जीवनको हाम्रो खानपिनको कारणले गर्दाखेरि चाहिँ यो रोग हुने गर्दछ भनेर चाहिँ यहाँनिर वर्णन गर्न खोजिएको छ। ओके सो यो कोतो दे मिनासान इ देशका केही छ भने सोध्नुस् त यहाँनिर नर्मलाइजेसन त अब हामीले पढेका छौँ समान अधिकार अवसर सुनिश्चित गर्दै सबै समान जीवन चाहिँ सम्मेलन गराउने एउटा सिद्धान्त हो विशेष गरी सेवागाइसा कौरेसियाहरूलाई पनि धेरै प्राथमिकता दिएर चाहिँ गर्ने एउटा नर्मलाइजेसन चाहिँ भित्राएको थियो भनेर चाहिँ भन्छ। नर्मलाइजेसनको सिद्धान्तहरू भनेको अब यहाँनिर रिचिमोन्दो मेयारुफु भन्ने सबै नर्मलाइजेसनको भनाइहरू हुन् है त। सो यो कोतोगा आरिमास्ता भने निरेका कुराहरू भए हैन सम्पूर्ण कुराहरू छन् नि त। त्यो भएको कारणले मैले यहाँसम्म मात्र देखाएँ योदेखि मुनि मैले हजुरहरूलाई पठाइदिएको छु है। यो तपाईँहरूले आफै पढ्न सक्नुहुन्छ कि सक्नु हुँदैन यो त सकिन्छ होला नि है। जस्तो रापुरु तो नान देशका ने सरी राम्रो सम्बन्ध बनाउनु कुरा हो रापुरु भनेको जस्तो आइते तो आइदानी वा सिनराई वा रिखाइ नि तानो सिमिनी किजुकी निर्माण गर्ने रेको राम्रो है र्यो कौना खानके यो तामुचुको त बनाउने र्यो कौना खानके तामुचुको त अब रापुरुनी खानजुरु भन्ना बित्तिकै र्यो कौना निम्गेन खानके यो तामुचुको त देश बनाउने कायम राख्ने कुरा हो हैन। यस्ता कुराहरूलाई चाहिँ हामीले तपाईहरुले किन यसरी गरेका छौं त भन्दै गर्दाखेरि तपाईहरुलाई सजिलो होस् भोलिको दिनमा सबैजना पास हुनुपर्छ भन्ने धारणाले चाहिँ यस्तो गराएका हुन्। नत्र बुकमा मात्र सरसरी गएको भए पनि हुन्थ्यो नो प्रब्लम। अनि माथिको चाहिँ किन नपठाउनु भएको नि के भन्नुभयो कि हजुरले यो चाहिँ अब हजुरहरूले अझै त्यहाँ पढ्दै हुनुहुन्छ पढ्नुहोस् पहिला अनि त्यो सक्नु भयो भने म पठाइदिन्छु है त। अनि मामिनासान मैले स्क्रिनशट हानिसके सेन्सेको माथिको हो हान्नुहोस् सबैजनाले हान्नुहोस् है त। हो साँच्चै पढ्ने बेलामा चाहिँ सबै होइन स्क्रिनसट थोरै त्यो उसको के अरे यो पनि रुकुमन देश के भन्ने कति लामो यो काताकाना है भगवान रोको म मैले यहाँनिर देखाइदिएँ है त। ल ल हान्नुहोस् त सबैजनाले मैले गरेँ यो हुन त अघि हजुर गरिसकेको सेन्सेस गर्न चाहिँ हैन ए गरिसक्नु ल ओके आरिगातो गोजाइमास हो बाटो चाहिँ हुनुपर्छ है अलिकति कुनै पनि चिजमा दिमाग लाग्नुपर्छ हो छिट्टो आफूले आवश्यक पर्ने कुराहरू चाहिँ गर्नुपर्छ। हुन त यो हजुरहरूले हामीले पछि प्रोभाइड चाहिँ गर्छौँ है त्यस्तो होइन यो मात्र होइन धेरै छ नि अझै होइन। अब तपाईँको स्याखाइको रिखाइमा सेउगाइसा चौगो सिएन हो भनेको के हो त्यो नेपालीमा लेखौँला चिके हको सेन्सेन्ता भनेको के हो त्यो नेपालीमा लेखौँला होइन। सो यो कोतो देशका ने त्यही भएर नै त हामी क्लास लिएको हो त। क्लास लिएर के बुक मात्रै भरभरै भन्ने हो त मिनिङै नदिएर होइन त्यो त कामै भएन त। हजुरहरूको टाइम नै बर्बाद भयो त यहाँनिर आएर मैले त्यत्तिकै भन्ने अनि मिनिङ चाहिँ नभनिदिने अनि मिनिङै नदिने त्यो त कामै भएन क्या। त्यो भएर चाहिँ हामी सक्दो कोसिस चाहिँ गर्नेछौँ त्यही पनि है सबैजनाले यदि मा मिनासान सुकिदाता जेही गोसानका स्थितिको चाहिने यदि हजुर भन्नुहोस् त। के अरे यो अहिले हजुरले पढाउनु भएको छ नि हजुर यो चाहिँ अपलोड गर्नुहुन्न यो भिडियो चाहिँ यो अपलोड चाहिँ आज गर्छु कि गर्दिनँ हेरौँ है यदि यकिन भएकाहरूले चाहिँ गर्छु है त। ए मेरो पनि यकिन छ क्या त्यो सुन्ने मात्रै हो अनि त्यही भएर योभन्दा अगाडि पढेको भिडियोहरू पनि छैन नि त मैले हजुरको प्रोफाइलमा गएर हेरेको हो ए छैन छैन योभन्दा अगाडि नै मैले कोही पनि राखेको छैन स्क्रिन रेकर्ड त भएको छ नि होइन यदि नभए भए त हराइको होइन मैले गर्न त गरेको हुँ। ए मिल्छ भने चाहिँ त्यो हाम्रो ग्रुपमा पठाइदिनु भयो भने पनि भोलि यसो हेर्न सजिलो हुन्थ्यो भनेर ए ल हुन्छ ओके मिल्छ भने मिल्दैन भने त हुन्छ नमिल्ने त के छ र मिल्छ होइन
अब हजुर धेरैजना कोही नपढ्ने पनि हुनुहुन्छ त्यो भएर चाहिँ अलिकति डिस्टर्ब हुन्छ कि भनेर भोलिको दिनमा सबैजना पढ्ने मात्रै अलग्गै हुनुभयो भने त मैले अलग्गै ग्रुप बनाउँछु त्यहाँ सबै डकुमेन्टहरू अब यहाँनिर यिनै गर्ने भन्दा पनि हामीले छुट्टै चाहिँ सबै गर्छौँ है त यस सेन्से निदेशका थ्याङ्क यू हस् ओके यो चाहिँ यो स्क्रिन रेकर्ड चाहिँ मैले गरेको छु गर्न चाहिँ है यदि नभएको भए चाहिँ मलाई चाहिँ गाली नगर्नु होला है भएको छ है भइरहेछ जस्तो छ ओके सो भइरहेको छ रमिना सेन्से सा के वा कोकुमादे यी देशका धेरै भयो कि थोरै भयो हामी कहाँनिरसम्म थियौँ नर्मलाइजेसनबाट है भयो सेन्से अब योभन्दा धेरै त्यही त अब नयाँहरू हुनुहुन्छ